खराब बिजोग रमाइलो भइरहेको त्यहाँदेखि भने चाहिँ हामी कति माथि आयौँ साह्रै चिसो दामी फुल छ गाइस। हेलो गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। सो गाइज आज हामी चाहिँ कहाँ जाँदैछौँ भने मैले अलरेडी लास्ट भिडियोमा भनिसकेँ। आजको जर्नी चाहिँ हाम्रो जलजलाको लागि स्टार्ट हुँदैछ। अनि यहाँ छ हाम्रो शिला। म चाहिँ अहिले होइन थबाङ गाउँमा छु, रोल्पाको थबाङ गाउँमा। यतातिर चाहिँ जो रमाइलो ठाउँ, एकदमै वातावरण सुनसान शान्त रमाइलो छ र हामी चाहिँ एकदमै एक्साइटेड छौँ होइन जानको लागि। उकालोमा हामीलाई धेरै गाह्रो हुनेवाला छ, त्यो मलाई थाहा छ। ल गाइस अब हामी चाहिँ लागेको चल्दैको। ल तपाईहरु हेर्दै गर्नु होला। तिमीलाई होइन कतिको एक्साइटेड छौ? एक्साइटेड होइन, म नर्भस छु, मैले सक्दिनँ कि भनेर। मेरो सहारा छ यहाँ। सक्छौ, यु क्यान डु इट। यस आई क्यान डु इट। यस। मेरोमा चाहिँ लुङ्गीवाली नि। लुङ्गीवाली हामी लुङ्गीवाली। यत्रो जान सकिन्छ? सकिन्छ सकिन्छ होला। सकिन्छ होला। तँ हेर त, म त बिहोसी होला जस्तो भइसक्यो। अन्त जुत्ता खोल्न पर्यो कतै नि। म त्यसो जान्छु, ऊ त्यहाँ गइसक्यो। म चाहिँ घुम्न जाने क्रममा भान्जा भेटे। मेरो भान्जाहरू दुईजना, एकजना भान्जा। नाम के हो तिम्रो? अनि एकजना भान्जा चाहिँ त्यहाँ। यहाँसम्म चाहिँ कतिको रमाइलो भइरह। स्थिति हेरेरै थाहा हुन्छ। भान्जा माइजू भन न। मुइजू होइन कि माइजू। यहाँ धापा घर ल मेरो तन्नेरी घरतिर। न्याजिम नले के हो त्यो भनेको फेरि? अब मलाई मेरो बुढाले धेरै माया गरिहाल्छ नि होइन र? हामी चाहिँ जानुपर्ने ऊ त्यो बादलले छेकेको डाँडातिर हो क्या। अझै कति हिँड्न छ यार, हिँड्नै सक्दिनँ म त, झन् थाकेर। अझ हिजो त अलि अगाडि भयो नि हिँडिरहेको थिएँ, आज त झन् म हिँड्नै सकिरहेको। लास्टको लास्टमा छु म त झन्। हो त के भनेको फेरि त्यो? अनि त्यसको नेपालीमा पनि त भन्न पर्यो नि त भान्जा। त्यो अहिले तिमीले भनेकोमा मेरो बड्डा। अनि मेरो बड्डा घरमै छ, अनि कहाँ होला त यता? मामा भन्ने हो कि तिमीले त? मेरो बड्डाले मामा भन्ने हो तिमीले? हो त यहाँ भान्जा। एकदम चाउज। गाजा खानु मन छ भने चाहिँ यता आउँदा हुन्छ है, पुरै गाजाकै बारी रहेछ। लास्टमा त अनि पुलिस आयो भने के गर्छ भाइ? भाइ रे भान्जा। के हुँदैन? ए गजब। यतातिर चाहिँ यस्तो दामी फुल छ होइन गाइज। यहाँ भान्जा यतातिर हेर, त्यहाँ हेर न। कस्तै राम्रो देखेको छु। ल है मेरो छोरीहरू कोही सिङ्गल छ भने मेरो भान्जालाई लिएर गयो हुन्छ होइन। यतातिर चाहिँ कस्तो राम्रो टोरी बारी, क्या दामी छ ठाउँ। अरू मान्छे छोडेर गइसके, म चाहिँ यहाँ पछाडि। अनि मेरो कुरुवा चाहिँ भान्जा।
धेरै होइन त्यस्तै 4-5 घण्टा नजिकै छ त्यो डाँडा पुग्न बिजोग छ त्यहाँ मान्छेको अगाडि हेर्दा त्यो डाँडा नजिक देखिन्थ्यो जति नजिक आयो त्यति झन् माथि माथि सर्छ यहाँ के भन्यो रे के भनेको त्यो खाममा बुझी एकदम बनै चाउली जे आउ खोला नि भन्छ जलजला नपुगेर स्थिति हालत खराब बिजोग रमाइलो भइरह यहाँ होइन हो जा भन्छ हो जा भन्छ चानो हुन्के भन्छ हामी कुन चाहिँ मरुभूमिमा आइपुगेछौँ कुन ठाउँ हो यो केबाङ खोला लुजिबाङ चिजिबाङ हामी चाहिँ अहिले इजिबाङ भन्ने खोलामा छौँ गाइस इजिबाङ हो कि चिचिबाङ हो जेसुकै होस् होइन यस्तो छ बाटो ढुङ्गै ढुङ्गा यो त बर्खामा त कत्रो हुन्छ होला है यो खोला त अब हाम्रो यहाँदेखि उकालो सुरु भइसकेको छ गाइस अब कति आवर लाग्ने हो थाहै छैन सबभन्दा लास्ट मै छु होइन सबैजना अगाडि दौडिरह यतातिर चाहिँ यस्तो ध्वजा राख्नु पर्छ हो त्यही भएर अनि हामीले त ल्याएको छैन नि त के यही गाउँको मान्छेले मात्र राख्ने हो थाहा छैन तिमीलाई ल अब माथि पुगेको भिडियो बनाउँछु हामी हालत खराब छ यसपालि चाहिँ लास्टमा पर्यो हाम्रो थोपडा देखो इधर कहाँ जान लाग्छौ नि बहिनी यसरी कस्तो गाह्रो भइरहेको छ हेर यता हेर गाइजहरू हेर्नु नमस्ते हो जलजलो जान लाग्यो यस्तो बाटोमा यहाँ हिँड्न नसकेर कस्तो खोला रहेछ सोल्टिनीहरू अनि त्यहाँ भाइहरू सोल्टीहरू भनिदिएका छ आइरहेछ हेलो गाइस हामीले चाहिँ यहाँ गाह्रो भइरहेछ कस्तो उकालो चढ्ने बेला कस्तो फिल भइरहेको छ नानु तिमीलाई देखिरहेको छ अनि तिमीलाई 80 हो चाहिँ तल 80 रहेछ यो पानी कहिले सुकेन कि आमा यस्तो रहेछ This hiking and trekking is not for us. Hi. Not really for us. बिजोक पारा छ केही बोके छैन त्यही पनि हिँड्न छ यस्तो छ बाटो ठाडो न ठाडो यार अनिता मलाई जितेर गइरहेको छ म चाहिँ यहाँ पछाडि Now we are near to जलजला अरु सब छोडेर अगाडि गइसके अनि हामी अगाडि जुन देखाएको थियो त्यो उत्ताको तलको डाँडा त्यहाँदेखि भने चाहिँ हामी कति माथि आयौँ होला क्या ओ माय गॉड साह्रै थाकियो अल्लाह पुगे यार जलजला यस्तो हुस्सो र कुहिरो छ ओ माय गॉड अनि त्यहाँ चाहिँ होमस्टे रे बस्नको लागि घर बनाइदिएको रे थाकेर आयो हुन्छ यहाँ भन्छ होइन तिनी लजाउँछ कहाँ हुनु मेरो शेर जाऊ हो र शेर जाऊ हो र खै रे देख्यो तिमी ढाट्ने के फिर से उड़ चला उड़ के छोड़ा है जहानी नीचे मैं तुम्हारे हवाले हाँ दूर दूर लोग बाग मीलों दूर है वादियाँ अब
ngang chứ ngang. ल गाइस फाइनली हामी चाहिँ जलजलामा आएर पनि फुल टिपेर पनि फोटो भिडियो खिचिसक्यौँ। जलजला चाहिँ यस्तो छ गाइस, हेर्न सक्नुहुन्छ तपाईँहरू। ऊ त्यहाँनिर चाहिँ मन्दिर होला, ऊ त्यहाँनिर होमस्टे पनि रहेछ। त्यहाँनिर चाहिँ यहाँ बस्न आउने मान्छेहरूको लागि। यतातिर चाहिँ गोठहरू रहेछ यस्तो, तर मान्छेहरू बस्दैन रहेछ। त्यही भएर सब त्यहाँको माथिको सबै उडिसकेछ। सर्पहरू आयो भने है डर लाग्छ नि त यस्तो गोठहरूमा त। सु बनाएर बस्ने हुन्छ। चिसो प्रेमा म्याम चाहिँ हुनुहुन्छ यहाँ। उहाँलाई एक्सट्रिम जाडो भयो अरे। एक्सट्रिम जाडो छ। झन् त म यहाँ बिरामी मान्छे यत्रो हिँडेर आएर अनि चिसोले यस्तो छ। तर ठाउँ चाहिँ दामी छ है, तर फुलहरू चाहिँ सबै सुकिसकेछ। अलिअलि चाहिँ फुलहरू पनि छ। उता देखाउ त, पर्पल टाइपको। इधर है जलजलाको होइन, यहाँ एकदम मन्दिर भनेको यही हो। बराहा थान भन्दो रहेछ यो मन्दिरलाई चाहिँ। अनि मान्छेहरू यहाँ आउँछन्, भेडाहरू काट्छन्, अनि पूजाहरू गर्छन्, मेला लाग्छ होइन। तर आज चाहिँ केही पनि छैन, खाली छ। भोलि पूर्णिमामा चाहिँ मेला लाग्छ अरे, तर हामी अगाडि नै आएको। साह्रै चिसो, कस्तो दामी फुल छ गाइस हो। त्यहाँदेखि अब हामी यता गुफातिर जाँदैछौँ। यतातिर पुल पनि कस्तो राम्रो रहेछ ठाउँ। चिसो, बहुत चिसो लिजे नि। त्यस्तो भन न, कस्तो रहेछ यिनीहरू नभन्नु है। यहीँको मान्छे भएर नि जल भएर जल जलाइराखेको। त्यही भित्रकै हो है त खै। नडराएको मान्छेलाई पनि डराउनु पर्छ। माछा बसेको होला कि त, माछा बसेको होला क्या, कालो माछाहरू। ओहो फर्किँदा कसरी फर्किनु? झर्ना हेर्न आएको है गाइस। माई गड, चप्पलको हालत आन्न क्या अझ कति अटेरी हो चप्पल पनि।
हामी फर्किँदैछौँ। अरू चाहिँ गुफा हेर्न गएछन्, हामी चाहिँ नगएको। चढ्न सकेनौँ, त्यही भएर हामी फर्किँदै अब। फोटो खिची ल्याइदेऊ भन्ने छौँ, त्यही हेर्ने हो अब। हेर्ने चित्त बुझाउने। चिसो चिसो मौसमलाई तातो भनौँ कि कसरी बनाउने तातो? बहुत ठन्डा है। आना आना हेतो आउन मन लाग्छ भने तपाईँहरू ब्ल्याङ्केट बोकेर आउनु होला, नत्र नआउनु होला। अनि हिँड्न सक्नुहुन्छ भने मात्र आउनु होला, नत्र नआउनु होला। ओके, द्याट्स अ सजेसन। बादल हेर्नु न अहिले कहाँ पुगिसक्यो। अघि ऊ त्यो कालोवाला यतापट्टि थियो, यो यति है त्यहाँदेखि यहाँसम्म पुगिसक्यो, अति छिटो मुभ भएको छ कि। त्यता झन् हुस्सो लाग्यो। को त्यस्तो गरेर जाने सिलाको काम तिमीलाई त्यसो भयो भइरहेको नि मलाई। आयो यिनी अलिक कस्तो छिटो हिँड्छन् नि यिनी। के खुट्टा लामलाम भएर पुरा स्पिडमा हिँड्छ नि त। अन्त कति जाडो छ, जाडो यति आगो बालेर बस्नु भयो नि। अन्त लाइटर ल्याएको थियो त अनि बाल्नु भने खै त तिनीहरू। ए ल ल चिसो भयो क्या, चिसो। अब त यहाँ राति पनि परिसक्यो, पानी पनि छुट्याइसक्यो। अब हामी घर जाँदैछौँ। बाई बाई जल जल, बाई बाई भन न। ए तिमी त यही थवाङ्गे हो नि, आइहाल्छौ नि। अनि त लु अर्को साल त यत्रो हिँड्न सक्दिनँ म त। यहाँ गाडी लिएर आयो भने उतादेखि बाइक लिएर आउने, त्यहाँदेखि क्रस फायर लिएर आउने। तिम्रो क्रस फायर अब मेरो त क्रस फायर छैन नि त। ए ल ल ल ल पानी छिट्टा यार। अब ओह्रालो मात्रै छ, कसरी हिँडेर जानु होला। अब राति पुग्छौँ है। कति बजी पुग्छौँ हामी भन त? कति 8-9 बजे? ल ल गाइज, अब त्यतिखेरसम्म चाहिँ बाई बाई, शुभ यात्रा टु अस। राति खोला यसरी तरेर जाँदैछौँ खोला। कसरी तर्नु, राति भइसक्यो फर्किँदा।